नयाँ नेपालबाट रविन्द्र मिश्रको नमस्कार। तराई केन्द्रित दलहरूको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बजेटको प्रस्तुतिमा अवरोध सृजना गर्यो। मोर्चाले उनीहरूले उठाएका मधेस केन्द्रित मागहरू पूरा नभएसम्म बजेट प्रस्तुत गर्न नदिने अडान लिएको थियो। विगतमा पनि मोर्चा मधेस केन्द्रित मागहरूका सम्बन्धमा कडा रूपमा प्रस्तुत हुने गर्दथ्यो। क्षेत्रीय जातीय दलहरूले आफैसँग सम्बन्धित मुद्दाहरूलाई मात्र प्राथमिकता दिने कि राष्ट्रिय हितलाई पनि विचार गर्ने। धेरैको गुनासो उनीहरूले राष्ट्रिय हितलाई त्यति ध्यान दिएका छैनन् भन्ने छ, जुन आरोप तराई केन्द्रित नेताहरू अस्वीकार गर्दछन्। यस सन्दर्भमा बहस गर्न मैले बीबीसीको काठमाडौँ स्टुडियोमा तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनल तथा फेसबुक सञ्जाल परिवर्तनका लागि हामी नेपाली एकका अभियानकर्ता प्रशान्त सिंहलाई निम्ति आएको छु। सबभन्दा पहिले जितेन्द्रजी, तपाईँ पहिलेबाट मधेसी कि पहिलेबाट नेपाली? बडो क्रिटिकल प्रश्न राख्नुभयो रविनजी। मलाई लाग्छ कि म मधेसी पहिचानको नेपाली नागरिक हो। त्यो व्याख्या सहितको उत्तर भयो। व्याख्या नगरी उत्तर दिनु पर्दाखेरि तपाईले म मधेसी हुँ पहिला भन्नुहुन्छ कि म नेपाली हुँ पहिला भन्नुहुन्छ? मधेसी पहिचानको नेपाली भन्दा उपयुक्त शब्द हुन्छ। हामी बहुराष्ट्रिय राज्य हो र मधेस एउटा राष्ट्र भएको नाताले त्यो राष्ट्रियता र नेपालको राष्ट्रियता दुईटैलाई हामी छोड्ने स्थिति चाहिँ छैन। तर सबभन्दा पहिला तपाईँ नेपालको हितको कुरा गर्नुहुन्छ कि मधेसको हितको कुरा गर्नुहुन्छ? होइन, नेपालभित्र मधेस रहेको नाताले नेपालको अस्तित्वसँग मधेसको अस्तित्व जोडिएको छ। तसर्थ नेपालको अस्तित्व रहनुपर्छ अनि मात्र मधेसको अस्तित्व रहन्छ। प्रशान्तजी, तपाईँलाई सोध्नु पर्यो भने तपाईँ पहिला नेपाली कि पहिला मधेसी? मलाई त के लाग्छ भने चाहिँ म पहिला नेपाली हो, किनभने यहाँ देशको सन्दर्भमा कुरा भइरहेछ र जितेन्द्रजीले भनेको कुरा कतिपय त्यसमा हिस्टोरिकल फ्याक्ट्सहरू जुन छ ऐतिहासिक तथ्यहरू त्यसलाई चाहिँ म काट्दैन, त्यो आफ्नो ठाउँमा होला। तर अहिले राष्ट्रको सन्दर्भमा कुरा गर्दाखेरि म त क्लियरली नेपाली नै म पहिला आफूलाई मान्छु। जस्तो जितेन्द्रजी, तपाईँले अलिकति व्याख्या गरेर भन्दाखेरि पनि जस्तो म मधेसी पहिचानको नेपाली भन्नुभयो, तर तपाईँहरूको मोर्चाले तपाईँहरूको पार्टीले जहिले पनि मधेस केन्द्रित अथवा तराई केन्द्रित मागहरू मात्रै किन बढी उठाउँछ? कुल ग्राहस्थ उत्पादनको विषयमा 70% भन्दा बढी कन्ट्रिब्युट गर्ने मधेस क्षेत्र हो। तर 250 वर्ष भन्दा पहिलेदेखि पनि यदि हामी हेर्छौँ भने त्यो समुदाय र त्यो क्षेत्र उपेक्षामा परेको क्षेत्र हो। मुलुकको कुल आबादीको कुल जनसङ्ख्याको आधा जनसङ्ख्या जति जनसङ्ख्या भएको मुलुक मधेसी समुदाय, सम्पूर्ण क्षेत्रको जम्मा 17% भूभाग भएको मधेसी समुदाय 50% भन्दा बढी जनतालाई धानिरहेको अवस्थामा र त्यसमाथि जुन राज्यको लगानी हो त्यो लगानी भनेको कहिले पनि 17% 16% नागेन। तसर्थ हाम्रो के मान्यता हो भने यत्रो ठुलो कन्ट्रिब्युट गरिरहेको मुलुक समुदाय र क्षेत्रमाथि अन्याय पारिनु हुँदैन। प्रशान्तजी, जितेन्द्रजीले जे भन्नुभयो अथवा कैयौं मधेसी तराई केन्द्रित नेताहरूले जे भन्छन् त्यसमा कति दम छ? तराईलाई मधेसलाई एकदम अन्याय नै परेको हो? अन्याय पक्कै पनि शताब्दीौँसम्म परेको हो, त्यसलाई हामीले चाहिँ गलत भन्न सक्दैनौँ। तर मेरो चाहिँ सोच के हो भने अब 21औं शताब्दीको हामी कुरा गरिरहेका छौँ र नेपालमा धेरै परिवर्तनहरू बिचमा आएका पनि छन्। आजभन्दा 15 वर्ष पहिला 10 वर्ष पहिला नेपालमा राष्ट्रपति मधेसी हुन्छ, होइन, उपराष्ट्रपति मधेसी हुन्छ भनेको भए सायद कसैले विश्वास गर्दैन थियो होला, म पनि गर्दैन थियो होला सायद, होइन। तर आज भएको छ कि होइन, कतिपय राम्रो कामहरू पनि बिचमा भएको छ र अहिले सभासदहरूमा पनि हेर्ने हो भने चाहिँ मधेसको राम्रो प्रतिनिधित्व चाहिँ देखिरहेछ, होइन। हामीले चाहिँ मधेसको कुरालाई पक्कै पनि अगाडि ल्याउनुपर्छ कि होइन। तर नेपाली भएर ल्याउने हो कि या कुनै विदेशीको दबावमा आएको जस्तो देखिने गरी ल्याउने हो कि? तर म पनि मधेसी भएको हुनाले र मेरो साथी चाहिँ प्रत्येक तबकाबाट आउँछन्, होइन। कुरा गर्दाखेरि मधेसी भएपछि मेरो नेताहरूले गरेको कुराबाट म कहिले पनि चाहिँ त्यति चाहिँ गौरवान्वित चाहिँ म महसुस गर्दैन कि, होइन। कहाँ चाहिँ भारतको हामी चाहिँ द्वितीय श्रेणीको भारतीय नागरिक हो कि, होइन। भारतको कुराबाट चाहिँ हामी बढी प्रभावित भएर आफ्नो राजनीतिक नीतिहरू बनाइरहेछौँ कि त्यस्तो कहिलेकाहीँ चाहिँ फिल भएर जान्छ कि, होइन। र तराईको मान्छेहरू गौतम बुद्ध भएको ठाउँ हो, सीता भएको ठाउँ हो, विद्यापति हाम्रो के अरे आदिकवि भानुभक्तभन्दा 400 वर्ष पहिला, होइन, यस्तो कविहरू भएको ठाउँमा हामी कमजोर भएर चाहिँ त्यो भिक्षा मागे जस्तो माग्नुपर्ने मैले आवश्यकता देख्दिनँ कि, होइन। एकदमै चाहिँ आफूमा चाहिँ बल चाहिँ विचार गर्नु पर्यो, होइन। हामीमा आत्मबल चाहिँ हुनु पर्यो र त्यो आत्मबलको आधारमा चाहिँ कुरा नगरेर
अहिले पनि त्यही पुरानै कथा कहानीहरू सुनाएर दुःखको कथा कहानीहरू सुनाएर होइन अब चाहिँ समयका साथ हामीले पनि चेन्ज हुनु पर्यो नि त आफ्नो उदारता हामीले पनि देखाउनु पर्यो होइन धेरै तराई केन्द्रित नेताहरूले जुन किसिमको धारणा राख्छन् त्योभन्दा भिन्न किसिमको धारणा तपाईँ एकजना शिक्षित आफ्नो पेशामा दक्ष व्यक्ति भएर र एकजना अभियानकर्ता भएर तपाईँले अलिक भिन्न धारणा राख्दै हुनुहुन्छ जस्तो जितेन्द्रजी जस्तो तराईलाई महत्त्व दिने तराई केन्द्रित मागहरू नै बढी उठाउने त्यसैको लागि लड्ने धेरै नेताहरूलाई तपाईँले कुनै प्रश्न सोध्नु पर्यो अथवा केही टिप्पणी गर्नु पर्यो भने के भन्नुहुन्छ जितेन्द्रजी यहीँ अगाडि हुनुहुन्छ म के भन्छु भने त्यही तरिकाले हामी चाहिँ एकदमै सम्भावनाहरू बोकेको एउटा एरिया हो कि होइन त्यो एरियामा मैले चाहिँ आफ्नो नेताहरूमा चाहिँ त्यस्तो भिजन होइन अगाडि बढाउने र मधेसलाई नेपालमा मात्रै होइन संसारमै पहिचान गराउने त्यस्तो चाहिँ मैले प्रयास भएको चाहिँ कहीँ पनि देख्दैन कि होइन कहाँ न कहाँ चाहिँ अलिकति आफैमा चाहिँ त्यो अङ्ग्रेजीमा म भन्न सक्छु इन्फेरिटी कम्प्लेक्स होइन हीन भाव भएको जस्तो लडाइँको जस्तो कहिले काहीँ महसुस हुन्छ कि होइन त्यो चाहिँ हुनु आवश्यक म देख्दिनँ कि होइन जितनजी एकजना शिक्षित वीरगञ्जमा जन्मिएको पक्का तपाईँको शब्दमा भन्ने हो भने मधेसीबाट आएको धारणा सुन्नुभयो के भन्नुहुन्छ मलाई के लाग्छ भने मधेसीहरू अवसरबाट वञ्चित छन् जबसम्म अवसर पाइँदैन तबसम्म उहाँले भने जस्तो सबै कुराहरू अगाडि बढ्दैन हाम्रो अवस्था त के हो भने इन्टरनल कोलोनाइजेसनको अवस्था हो आफ्नै मुलुकमा आन्तरिक औपनिवेशीकरणको जीवनबाट हामी गुज्रिरहेका छौँ विगत 250 वर्षदेखि होइन तपाईहरुले किन यो गुनासो गरिरा जस्तो तराईको राष्ट्रपति उपराष्ट्रपति तराईको तपाईँ मधेसको जनसङ्ख्याको कुरा गर्दा 50% भन्नुहुन्छ 50% भित्र पहिला गिरिजाप्रसाद कोइराला पनि तराईको माधव कुमार नेपाल पनि तराईको उनीहरूलाई चाहिँ तपाईँ फेरि त्यही तराईबाट आउने 50% जनसङ्ख्यामा गन्ने तर मधेसी होइन भन्ने कुरा मिल्यो एकदम तपाईँ ठिक कुरा उठाउनु भयो र प्रशान्तजीलाई पनि र तपाईँलाई पनि म के भन्न चाहन्छु भने गिरिजाप्रसाद कोइराला र माधव नेपालजी जस्ता व्यक्तिहरू तराईमा बस्ने मान्छे हुन् उहाँहरू मधेसी होइनन् मैले कुरा उठाएको यादवको हो मैले कुरा उठाएको शाहको हो मैले कुरा उठाएको हजराको हो मैले कुरा उठाउँदा यस्ता सिंहजीहरूको कुरा हो मैले कुनै कोइराला नेपालको कुरा मधेसमा उठाउन तपाईले भने मान्छेको टाउको गन्दा 50% पुग्छ मधेस जो मधेसी हुन् जसका थरहरू मैले गनाएँ जसको एउटा सभ्यता छ एउटा संस्कृति छ जसको एउटा वे अफ लाइफ छ उनको एउटा आर्थिक जीवन प्रणाली छ इनका संख्या 49% र 50% को हाराहारीमा हो त्यसमा तराईमा बसोबास गर्ने नेपालजीहरू कोइरालाजीहरू पोखरेलजीहरू उपाध्यायजीहरू पर्नुहुन्न मधेसमा डिग्री होल्डर मान्छेको कमी छैनन् तर आज हामी हेर्ने हो भने 75 वटा जिल्ला प्रशासकहरू मध्ये सिडिओहरू मध्ये 2 जना मधेसी मूलका अहिले छन् प्रशान्तजी जितेन्द्रजीले भनेको कुरा पनि त सही हो नि हैन जस्तो हरेक नागरिकले पहिला घर हेर्छ अनि गाउँ हेर्छ अनि टोल हेर्छ अनि क्षेत्र हेर्छ अनि देश हेर्छ अनि विश्व हेर्छ त्यसो हुनाले कतिपय मैले यस्ता तराई केन्द्रित नेताहरू भेटेको छु जसले पहिला आफूलाई मधेसी नै हुँ भनेर भन्छन् पहिला मधेसी भन्नमा कुनै आपत्ति छ आपत्ति छैन अब मधेसी मात्रै होइन अब म आफ्नो घरमा जाँदाखेरि पहिला छोरा होला कसैको श्रीमान होला कसैको बाउ होला हैन त्यो हिसाबले कुन सन्दर्भमा कुरा भइरहेछ त्यो अनुसारले हामी आफ्नो परिचय दिन्छौं के हैन तर अहिले देशको सन्दर्भमा कुरा गर्दाखेरि मेरो चाहिँ एउटा सिम्पल आन्सर हो म चाहिँ नेपाली हो तर अब चाहिँ गाउँमा गएपछि मेरो जाति होला मेरो हिन्दू समाजमा त के छ विभिन्न कुरा तरिकाले हामीले चाहिँ आफूलाई बाँडेका छौं त्यो अनुसारले आफ्नो परिचय दिँदाखेरि मान्छेले विभिन्न कुराहरू गर्छन् हैन तर देशको हिसाबले मलाई के लाग्छ भने अहिले देश चाहिँ एक तो क्रस रोड्समा छ एउटा यस्तो ठाउँमा आइपुगेको छ जहाँ कि चाहिँ हामी कुन बाटो लिन्छौं त्यसले चाहिँ हाम्रो भविष्यलाई चाहिँ सुनिश्चित गर्ने हो कि हैन त्यो बेलामा मैले चाहिँ खाली मधेसको हैन इभन चाहिँ काठमाडौँको र पहाडका हिमालका जम्मै नेताहरूलाई चाहिँ हामीहरूले के चाहन्छौं भने चाहिँ सबैले एकअर्काको आदर गर्नु पर्यो कसैले कसैलाई धोती भन्दिनु भएन भोटे भन्दिनु भएन हैन त्यो भनेर आफ्नै देशको मान्छेले अनादर गरे हो नि त हैन तर अब जितेन्द्रजीले गरेका गुनासोहरूलाई सल्टाउने उपाय चाहिँ के त यो चाहिँ मधेसी र पहाडीको लडाई भन्दा पनि जसलाई मौका पायो बलियो मान्छे चाहिँ तपाईले सिंगलीहरूले तमिललाई दुख दिएको छ इन्डियाको कुरा गर्ने हो भने बम्बेमा मराठीहरूले बिहारीहरूलाई गोज्छन् बिहारीहरूले बङ्गालीलाई गोज्छन् हैन यो सब कुरा जो बलियो हुन्छ कमजोरले पिट्ने यो धेरै चाहिँ चारैतिर देख्छौं कि हैन तर चाहिँ यदि उहाँ फरक हुनुहुन्छ भने त्यसो भए त मधेसी भएपछि पहाडीलाई त पिट्नु भएन हामीलाई त त्यो यदि म फरक हो भने नेल्सन मण्डेलाको लाइन लिनु पर्यो मैले पनि चाहिँ गोरो मान्छे जस्तो त नेल्सन मण्डेलाले त गरेन उले त कतलेआम गर्न सक्थ्यो गोरे मान्छेहरूको के हैन
मलाई के लाग्छ भने 21औं शताब्दीमा त्यस्तो लिडरसिपको त्यस्तो चिजहरूको अब हामीलाई काँचो छ हैन, जसले गर्दा चाहिँ पहिला भएको हैन त्यही कुरा अहिले हामी गरिरहेछौँ तराईमा। जुन हामीमाथि दुःखहरू भएको छ त्यो चिज अहिले हामी अरूलाई दिइरहेछौँ कि हैन, बदला लिने चाहिँ प्रवृत्ति देखिरहेछ, द्वेषको घृणाको राजनीति हैन, यस्तो कुराहरू गरिरहेछ। त्यो चाहिँ म चाहिँ एज अ नेपाली नागरिक म चाहिँ त्यसलाई चाहिँ म कहिले पनि मान्न सक्दैन त्यो ठिक कुरा हो भनेर। प्रशान्तजीले त्यसो भन्दै गर्दा जस्तो तपाईहरूले माग गर्नु पर्यो भने जहिले पनि के भन्नुहुन्छ भने जस्तो अहिले बजेटको सिलसिलामा मधेस आन्दोलनका शहीदहरूको योगदानलाई चिरस्थायी बनाउन हरेक शहीदको जन्मस्थानमा पाइप गर्ने स्थानमा एउटा विद्यालय भवन स्थापना गर्नु पर्यो, मधेस आन्दोलन स्मृति प्रतिष्ठान खडा गर्नु पर्यो, मधेस आन्दोलनका घाइते तथा पीडितको उपचार एवं प्रतिस्थापनको निम्ति कार्यक्रम गर्न कम्तीमा 20 करोड रुपियाँ विनियोजन गर्नु पर्यो। सबै मधेस मधेस मधेस। अब तपाईँले पनि मधेस मात्रै भन्ने हो भने अनि नेवारहरूले नेवार मात्रै भन्ने हो भने जनजातिले जनजाति मात्रै भन्ने हो भने पहाडीले पहाडी मात्रै भन्ने हो भने त्यो उदारता होला? रविन्द्रजी, सबभन्दा पहिले त प्रशान्तजीले एउटा कुरा राख्नु हो, त्यस कुरालाई म विनम्रतापूर्वक पहिले असहमति जनाउँछु। के हो भने हाम्रो लडाई पहाडे समुदाय विरुद्ध होइन। म भन्दैछु त्यो माग पहाडे समुदायको विरुद्धमा छैन, हाम्रो सङ्घर्ष राज्य सत्ताको विरुद्ध हो। जब यो देशमा आदरणीय बीपी कोइरालाको नाममा फाउन्डेसनहरू स्मृति प्रतिष्ठानहरू बनाइन्छ, पुष्पलालको नाममा स्मृति प्रतिष्ठानहरू बनाइन्छ, हामी त्यसलाई स्वीकार गर्छौँ भने मधेसको आन्दोलनमा शहादत प्राप्त कुनै व्यक्ति उसको नाममा हामी एउटा स्मृति प्रतिष्ठान खडा गर्नु पर्दछ भन्ने माग राख्दाको अवस्थामा मधेस केन्द्रित मात्र माग राखिदियो, यो भन्नु कति जायज हो तपाईँ छुट्याउनुहोस्। यो सरकारले विगत 3 वर्षदेखि लगातार बजेट प्रस्तुत गर्दाको अवस्थामा जनआन्दोलन र जनयुद्धका घाइतेहरूलाई हामी उपचारका लागि हामी व्यवस्थापनको लागि बजेट छुट्याइरहेको छ। एउटा पनि मधेस आन्दोलनका घाइतेले त्यसको चाहिँ फेसिलिटीहरू त्यसको रकमहरू पाइरहेको छैन। तर मधेसको बारेमा कोही बोल्दिने अवस्था छैन। तपाईँ राष्ट्रिय एजेन्डाका कुरा उठाउनु भयो भने कहिले पनि तपाईँहरू कुरा राख्नुहुन्न र मधेसका यी कुराहरू हामी उठाउँछौँ भने खालि तपाईँ मधेसका कुराहरू उठाउनुहुन्छ भने क्लेम गर्नुहुन्छ। रविन्द्रजी, यो कति उचित हो? प्रशान्तजी, जितेन्द्रजीले जे भन्नुभयो त्यो सुन्दाखेरि चाहिँ अरूले कसैले पनि मधेसको अथवा तराईको कुरा उठाइदिएन, त्यसै हुनाले उहाँहरूले नै उठाइराख्नु पर्यो भनेर भन्नुभयो। अरूले तराईको कुरा किन उठाइदिँदैनन् होला? म एउटा मधेसी भएको नाताले मागमा मलाई केही पनि समस्या छैन, ठिक हो, त्यो माग मागेको होइन। त्यो मागले पक्कै पनि इमोसनल रूपमा हैन मधेसीहरूलाई अलिकति खुसी पार्ला हैन, तर त्यसले रोजगारको सिर्जना, त्यसले चाहिँ के अरे मधेसमा चाहिँ इकोनोमिक ग्रोथको कुराहरू हैन, त्यो सब कुराहरू कहाँ त हैन। निजगढमा एयरपोर्ट बनाउनलाई पुरै मधेसी आन्दोलन गरेर त्यो गरे भने चाहिँ त्यो एउटा ठुलो रोजगारको त्यहाँ चाहिँ सिर्जना हुन सक्छ। त्यसमा हजारौं हजार मान्छेहरू डाइरेक्टली र लाखौं मान्छेहरू इन्डाइरेक्टली त्यहाँ लाग्न सक्छ कि हैन। विभिन्न कुराहरू छन्, विभिन्न सम्भावनाहरू भएको चाहिँ यो हो कि हैन। त्यसको अलावा के छ भने राज्य चाहिँ अब जहाँ पनि संसारमा चाहिँ बिस्तारै रोजगार दिनलाई राज्यको भूमिका चाहिँ बिस्तारै सानो हुँदै गइरहेछ कि हैन। तपाईले चाहिँ निजी क्षेत्रलाई प्रमोट गर्नुपर्ने हुन्छ कि हैन। तर निजी क्षेत्रलाई यस्तो दुःख दिने हैन जसले गर्दा चाहिँ निजी क्षेत्रको अब त्यो ठाउँै भएन, पहाडमा पनि समस्या, तराईमा पनि समस्या, अब भारत जाने जस्तो अवस्था पनि देखिरहेछ कतिजनाको हैन। त्यो सोचको अलिकति कहाँ न कहाँ चाहिँ धेरै नै कमजोर भएको जस्तो मलाई महसुस हुन्छ कि हैन। माग मागेको ठिक हो, तर माग माग्दैमा यस्तो मागहरू माग्नु पर्यो जसले मधेसी समुदायले धेरै फाइदा होस्, त्यहाँको समाजमा चाहिँ प्रगति होस् कि हैन। खालि चाहिँ इमोसनल कुराहरूले मात्रै माग मागेर भोटको भावनात्मक भनौँ न भोटको लागि हो भने ठिकै हो, त्यो अब राजनीति गर्नुहुन्छ, भोट पनि चाहिन्छ हैन। अग्रगामी सोच कसरी ल्याउने हैन, कसरी चाहिँ राष्ट्रिय स्तरको नेताहरू खै त नेपालको यदि काठमाडौँमा एउटा मधेसी चाहिँ खडा भयो भने वडा पनि जित्छ भने मलाई चाहिँ डाउट छ कि हैन, वडा सदस्य वडा अध्यक्षमा पनि कि हैन। त्यो किन नभएको हो? पक्कै पनि हामी के भन्छौँ मधेसको मान्छेहरू कि पहाडको मान्छेहरू रेसियल होला हैन, यिनीहरू चाहिँ बडा के भन्छ त्यसलाई आफ्नो जातीय भावनाले प्रेरित भएको हुनाले उसले हामीले भोट दिँदैन कि हैन। मलाई लाग्दैन त्यो कुरा। म चाहिँ काठमाडौँमा काम गरिरहेको छु 12 वर्ष जति भइसक्यो मलाई हैन। मैले चाहिँ कसैले पनि चाहिँ मेरो जातिले गर्दा मलाई चाहिँ आफ्नो कोठामा आउन नदिएको, चिया खान नदिएको, मसँग राम्रो व्यवहार नगरेको मैले एकजनाले अहिलेसम्म महसुस गरेको छैन कि हैन। र अहिले हामी यो नेपाल युनाइट्सको माध्यमले जुन सडक सफा गर्ने, पुल सफा गर्ने काम गर्दाखेरि यादवहरू पनि आइरहेछन्, पहाडीहरू पनि आइरहेछन्, हिमाली कोही पनि त्यस्तो कुरै हुँदैन, जातिको त कुरै हुँदैन, हामीले थाहा पनि हुँदैन को मान्छे को जातिको हो कि हैन। तर खै त मधेसबाट एकजना पनि मान्छे राष्ट्रिय स्तरको नेता हामीले किन बनाउन सकेनौँ? किन काठमाडौँबाट कोही मान्छेले टेबल ठोकेर चुनाव जित्न सक्नु पर्यो नि त हैन। यदि साँच्चीकै तिनीहरूमा त्यस्तो दम छ भने चाहिँ त्यो दम किन नभएको हो?
किनभने खाली चाहिँ हामीले चाहिँ आफ्नो कुराहरू मात्रै गर्यौं तर गर्दाखेरि अरूलाई बिर्सिदिनु भएन नि त। हस्, तपाईहरु दुवैजनालाई धेरै धेरै धन्यवाद। पहिले मधेसी कि पहिले नेपाली भन्ने आजको बहसमा भाग लिइदिएकोमा तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनाल तथा फेसबुक सञ्जाल परिवर्तनका लागि हामी नेपाली एकका अभियानकर्ता प्रशान्त सिंहलाई धेरै धेरै धन्यवाद।